रवि लामिछाने भागेर जाने अवस्थै छैन। उनी एयरपोर्टबाट पनि जान सक्दैनन्। उनको चाहिँ नि केस अदालतमा चलिरहेको छ। उनी बाहिर कुनै अरू नाका प्रयोग गरेर पनि बाहिर भागेर जाने अवस्था छैन। उनी यसभन्दा अगाडि पनि न्यायालयमा म आउँछु भनेर स्वयं आफै उपस्थित भएका हुन्। उनलाई पक्राउ गरेर लगिएको पहिला पनि थिएन। आफै आएर उनले चाहिँ नि न्यायालयमा उनी स्वयं गएर न्यायालयमा गएर प्रहरीलाई चाहिँ नि आफ्नो प्रक्रिया अगाडि बढाउनुस् भनेर सहयोग गरेका हुन्। त्यो अवस्थामा त्यो गर्नु जरुरी थिएन। तर यो अहिलेको सत्ताले त्रसित बनाउन खोज्दैछ। उनीहरूलाई 84 रविले सधैँ 84 भनिरहे। आफ्नो पार्टी स्थापना भएको 6 महिनाभित्रमा 21 सिट संसदमा 275 मा 21 सिट झन्नै चाहिँ 10% सिट हासिल गर्न सक्छ भने अर्को 5 वर्ष होमवर्क गर्दाखेरि यसले के गर्छ भनेर यो राज्य अहिलेका पुराना पार्टीहरू र राज्य सत्ता त्रसित भएको। त्यसको परिणामस्वरूप रवि लामिछानेलाई चाहिँ डिस्करेज गर्न राज्य सत्ता एकदमै ठुलो ढङ्गले लागि परेको छ। न्यायालयले अगाडि नै निर्णय गरिसकेको अवस्थामा अब त्यो हिसाबले विश्लेषण गर्नुभन्दा पनि हैन, उनको कार्यक्रम अर्को दिन थियो। त्यो अर्को दिनको कार्यक्रममा उनीलाई सहभागी हुन दिनुहुन्छ हुँदैन भन्ने कुरा अर्कै हो। किनभने न्यायालयले उनलाई फेरि